अब यसपछि परीक्षामा हामी गर्दै गइयो, हामीले क्वेसन गर्यौं, ठ्याक्कै जनौ घण्टी लाग्छ हो, जनौ घण्टी लाग्छ। हेर्नु है, अब जनौ घण्टी चाहिँ तपाईलाई 5 मिनेट अगाडि लाग्छ, 5 मिनेट अगाडि चाहिँ तपाईको के हुन्छ त जनौ घण्टी लाग्छ है। अब जनौ घण्टी लाग्ने बित्तिकै के भने तपाई जहाँ हुनुहुन्छ त्यही स्टप हुने, मेरो सल्लाह। तपाईहरु त्यतिखेर आत्तेको बेला यी मैले भनेका कुरा याद नहुन सक्छन्, तर मेरो धर्म हो नि त, मैले तपाईहरुलाई सिकाउनु पर्छ यस्तो कुराहरु। जनौ घण्टी लाग्दा तपाई जति नम्बर क्वेशनमा सल्भ गर्दै हुनुहुन्छ तपाई स्टप नै हुने, स्टप भनेको स्टप हुने के। म 5 मिनेटमा दुईटा क्वेशन गर्छु भन्नु भने कहिलेकाहीँ ती दुईटा क्वेशनले अल्मल्याएर त्यो 5 मिनेट खाइदिन्छन् के, त्यसपछिको प्रक्रिया तपाई गर्नै भ्याउनुहुन्न के। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ ठ्याक्कै रोकिने, जनौ घण्टी लाग्ने बित्तिकै यतापट्टि एन्सर सिटमा सार्न बाँकी छ भने फटाफट क्वेशनमा हेर्ने, यसको बी यसको सी भनेर चट्ट सार्ने, अनि त्यसपछि त्यो क्वेशनलाई एकछिन भुइँमा राखेर सुरुमै तपाईले के गर्नु पर्यो भने आफूले कतिवटा क्वेशन मिलाए त, कतिवटा क्वेशन गोलो लाउनु। 5 मिनेट बाँकी हुँदा जनौ घण्टी लाग्दा मैले कतिवटा क्वेशन गरेँ भनेर सरर गन्नी, मेरो सल्लाह सुन्नुस् है, सरर गन्नी। तपाईहरुको शिक्षक सेवा आयोगमा 50 वटा प्रश्न छन्, फर्स्ट पेपरमा 50 वटा प्रश्न छन्। यो 50 वटा मध्ये तपाईले 25 वटा मिलाउनु पर्छ हो, मिलाउनु पर्छ भनेको 25 वटाको नम्बर तपाईले प्राप्त गर्नुपर्ने हुन्छ। यो 50 वटा क्वेशन छन्, जनौ घण्टी लाग्दा ठ्याक्कै जहाँ हुनुहुन्छ त्यही रोकिने, रोकिसकेपछि तपाईले के गर्नु पर्यो भनेपछि ठ्याक्कै रोकिने, गन्दै गर्नुभयो र तपाईको 40 हो 40-42 वटा प्रश्न मिलाइसक्नु भएको छ। मानौ तपाईले 40-42 वटा क्वेशन मिलाइसक्नुभयो हो, एउटा अवस्था हामीसँग के छ 40-42 वटा क्वेशन मिलाएको छ भने बाँकी 5 मिनेट यसो सरर अलि चाँडो हेर्ने, आफूले पढेकै क्वेशनहरु आउन सक्छन्, सरर हेर्ने, जति सक्नुहुन्छ थप क्वेशन थप्ने प्रयास गर्नु। क्वेशन कपी पेपर आउने भयो भने बाँकी यतिकै गोलो लगाइदिनु हुन्छ, त्यो नेगेटिभ मार्किङले फेल भइदैन, सके नम्बर बढी नै आउँछ हैन त। अब अर्को जनौ घण्टी लाग्दा तपाईले 35 आसपास क्वेशन मिलाउनु भयो। अब 35 वटा आसपास क्वेशन मिलाउनु भयो भने 5 मिनेटमा बाँकी तपाईँ 15 वटा पढ्न त सक्नुहुन्न, सकिन्छ? 5 मिनेटमा 15 वटा पढ्न त सकिँदैन। सर अन्तिममा हेर्ने, जस्तो आइक्यू को आइसिटी को क्वेशनहरु कहिलेकाहीँ सजिला क्वेशन आइदिन सक्छन्, ठ्याक्कै हेर्ने, जानेकै गरिहाल, झिलिक्क मात्र हेर्ने, क्वेशन पेपरलाई हेर्दा सट्ट हेर्ने, त्यहाँ टाइम तपाईसँग हुँदैन, ठ्याक्कै पछाडि हेर्नु हो। यति हेर्दाखेरि यो चाहिँ ट्याक्कै जानेकै जस्तो लाग्यो भने हेर्ने, यो जानेको होइन जस्तो लाग्यो भने फेरि स्टप हुने, आफूले आफूलाई कन्ट्रोल गर्ने के, त्यति आत्तिरा हुन्छ मन हैन, स्टप गर्ने। अनि अब के गर्ने सर भन्दाखेरि 35 आसपास मात्र मिल्या छ, 15 वटा पढेर त भ्याइदैन 5 मिनेटमा। झिलिकै क्वेशन हेर्ने, ट्याक्कै जानेको फ्याटै एन्सर वाला छ भने गोलो लाउने, छैन भने के गर्ने भन्दा तपाईले एन्सर जस्तै ए लगाइदिनुस्, बी लगाइदिनुस्, सी लगाइदिनुस्, डी लगाइदिनुस् अप्सन भन्ने हुन्छ हैन। तर मैले तपाईहरुलाई भन्दा के भन्छु भन्दा आफूले कुन अप्सन धेरै लाउनु भयो, हरेक अब्जेक्टिभ क्वेशनमा कुनै एउटा अप्सन चाहिँ म्याक्सिमम एन्सर भइरा हुन्छ के। अब त्यसो भएको हुनाले सम्भावना बढी हुन्छ त्यही अप्सन धेरै हुने। तपाईले एन्सर लागेका अप्सन हेर्ने, सरर हेर्ने, तपाईले आफूले त्यो जनौ घण्टीसँग कतिवटा क्वेशन लाइसक्नु भएको छ, तपाईले आफूले लागेको अप्सन मध्ये सबैभन्दा बढी एन्सर के लाउनु भएको छ, सबैभन्दा बढी डी लाउनु भएको छ कि, सबैभन्दा बढी सी लाउनु भएको छ कि, सबैभन्दा बढी बी लाउनु भएको छ कि, सबैभन्दा बढी ए लाउनु भएको छ। तपाईले राइट लागेको एन्सर मध्ये सबैभन्दा बढी कुन अप्सनमा तपाईले क्लिक गर्नु भएको छ, मानौ डी अप्सन लाउनु भएको छ भने सर एकचोटि डी अप्सन आफ्नो तपाईले लागेका एन्सर मध्ये कुन चाहिँ बढी छ त, लागेका एन्सर मध्ये कुन चाहिँ बढी छ त पहिला हेर्ने। अनि त्यसपछि तपाईले के गर्नुहुन्छ भन्दाखेरि अनि झर्न हेर्नुभयो, केही नजानेको देखियो, मानौ 15 वटा नजानेको छ भने यो 35 वटा भएको मान्छेले बाँकी 15 वटा, मानौ डी अप्सन धेरै छ भने बचेको सबै एउटै अप्सन लाउने, एउटै अप्सन लगाइदिनु, सबै बचेका नजानेका जति सबै जति बाँकी छ ती सबलाई डी नै डी लगाइदिनुस् हो। अब 15 वटा डी लाउँदा 15 वटा बिग्रियो भने तपाईको 3 वटा मिलेको घर छ हो, 3 वटा मिलेको भनेको 5 वटा बराबर एउटा घर छ, 15 वटा बराबर 3टा घर छ भनेको यहाँ 32 त जसरी नि सेक्युर छ तपाईको। तर 15 वटा डी लाउँदै गर्दा एउटा मात्रै डी मिल्ने बित्तिकै तपाईको यो घट्नेवाला कभर गरिदिन्छ, एउटा मिल्ने बित्तिकै त्यसले 5 वटा 6 वटालाई कभर गर्यो, मिलेको स्वयं बाँकी 5 कभर गरिदियो। दुईटा मिल्दियो भने तपाईको 10 2 12 वटालाई कभर गर्छ हैन, 3 वटा मिल्दियो भने नम्बर प्लस हुन सुरु गरिहाल्छ। र त्यो 15 वटामा यदि 5 वटा रहेछ त्यही अप्सन बढी भने नम्बर बढी आउँछ। र एउटै अप्सन चाहिँ तपाईले के लाउनुहुन्छ, बचेको जति नजानेको सबै सेम, जुन अप्सन तपाईसँग बढी एन्सर छ त्यही अप्सन नै तपाईले टिक लाउनुहुन्छ। मेरो सल्लाह चाहिँ यो हो। अब तपाईको जनौ घण्टी लाग्यो, जनौ घण्टी लाग्दा तपाईले 30 आसपास 30-31 वटा क्वेशन मात्र गर्नु भएको छ। अब के हुन्छ सर, जनौ घण्टीसँग तपाईले 30 वटा गर्नुभयो, अब तपाईसँग 20 वटा प्रश्न बाँकी छ
बाँकी 20 वटा हुन्छ। 20 वटा पढेर कन्फर्म तपाईँले भ्याउनुहुन्न, 20 वटा पढेर 5 मिनटमा त लाउनै सक्नुहुन्न। लाउन नसकिसकेपछि अब 20 वटा होच्चा कसरी लाउँछ भन्दा 30 वटा मध्ये बढी अप्सन कुन लाउनु भएको छ तपाईँले? यो 20 वटा बिग्रियो, यो 20 वटा बिग्रियो भने तपाईँको 5 वटा मिलेको घर छ, मिलेको 5 वटा मिलेको घर छ हो, 5 वटा मिलेको घर छ। तपाईँको यो 30 मा 5 वटा गर्दाखेरि तपाईँको 4 वटा मिलेको गर्दा 26 त तपाईँको सेक्युर नै हुन्छ। तर 20 वटा एउटै अप्सन लाउँदा 2, 3, 4 वटा त कसो पर्दैन, त्यो अप्सन त जसरी पर्छ। फरक फरक लाउनु भयो भने बिग्रिन सक्छ। एउटै लाउँदा त कन्फर्मै पर्छ नि त, 2टा 3टा त पर्छ नि त सेम हैन। अब 20 वटामा कहिलेकाहीँ चाहिँ 6-7 वटै परिदिन्छन्। 6-7 वटै पर्यो भने नम्बर बढ्यो, 6-7 वटा परेन भने 2-3टा त कन्फर्मै परि नै हाल्छ। 2-3टा त्यही अप्सन परि नै हाल्दाखेरि बाँकी तपाईँले आफ्नो अप्सन लगाएको, मानौ सी धेरै लाउनु भएको छ भने सबै 20 वटामा बचेको नसकेकोमा सी नै लगाइदिनुहोस्। 20 वटा सी लाउँदा 4 वटा सीले पुरै कभर हान्छ। यदि मानौ 6-7 वटा रहेछन् भने नम्बर बढ्छ। यो काम गर्ने, ठिक छ। अब तपाईँले 25 वटा तपाईँको पास मार्क्स छ। लोकसेवामा चाहिँ 20 वटा पास हुन्छ, अरू सबैमा है, सुरक्षामा लोकसेवामा सबैतिर 20 वटाले काम गर्छ। शिक्षक सेवालाई त 50% हो पास मार्क्स। 50% भनेको 25 वटा मिलाउनु पर्ने हुन्छ। तर तपाईँको जनौ घन्टी लाग्यो र तपाईँको 30 भन्दा कम, हेर्नुहोस् है, 30 भन्दा कम भनेको मानौ 26 वटा मिलाउनु भएको छ, 27 वटा मिलाउनु भएको छ, वा 2500 वटा मिलिरहेछ, वा 2800 वटा मिलिरहेछ भने अब तपाईँले जोखिम लिन पाउनुहुन्न। 5 मिनट लाग्यो तपाईँले गन्दै गर्दा 25, 26, 27, 28 वटा मिलाएँ भन्ने भएको छ भने अब तपाईँले होच्चामा लाउन पाइँदैन। किन? तपाईँले 25, 26, 27 वटा मिलाएँ भन्दै 3-4 वटा मिलाएँ भनेका पनि गर्छन् र बाँकी होच्चामा लाउँदा झन् बिग्रिने सम्भावना हुन्छ। त्यसो हुँदाखेरि चाहिँ ठ्याक्क तपाईँले झिलिक हेर्ने के 5 मिनटमा 26, 27 वटा मात्र मिलाएको छ भने अन्तिम क्वेसनतिर गइहाल्ने हैन। अगाडिबाट गर्दै जानु भएको छ अन्तिममा जाने, पछाडिबाट गर्दै हुन्छ अगाडि। सजिलो छ कि हेर्ने, ठ्याक्क क्वेसनको अगाडिको फर्स्ट लाइन मात्र हेर्ने, फर्स्ट लाइन हेर्ने, जानेको छ थप्ने प्रयास गर्ने भनेको 3-4 वटा क्वेसन थप्ने प्रयास गर्नुस् है। तर यो अन्डर 30 भइसकेपछि अब होच्चामा झटारो नहान्नुस्। अब झटारो हान्यो भने चाहिँ जोखिम हुन्छ हो। अनि तपाईँ थप्ने प्रयास गर्ने, पछाडितिर हेर्ने, अनि जति सकिन्छ क्वेसन सरर हेर्ने, जानेको छ भने सरर हेरेर तपाईँले थप्ने प्रयास गर्ने। अझ तपाईँको चाहिँ जनौ घन्टी लाग्यो हैन, 22, 25 हैन 24 वटा मिल्या छ भने जसरी पनि थप्ने प्रयासमा लाग्ने, 22-24 वटा मिल्या छ भने एकदम फास्ट अगाडि फर्स्ट लाइन मात्रै हेर्ने, फर्स्ट लाइन हेर्ने, यो जानेको पनि थप्ने प्रयास गर्ने। सकिँदैन यतिखेर तपाईँले होच्चामा लाउनु भयो भने फेल हुने सम्भावना बढी हुन्छ। किनभने 25 वटा बिग्रिँदा 5 वटा घट्छ, मिलायो भन्दा नि घट्दा त तपाईँ माइनसमा गइहाल्नुहुन्छ। फर्स्ट प्रायोरिटी हाम्रो उद्देश्य त पास हुने हो, यति काम गर्ने कुरा बुझ्नुहुन्छ नि। यो साथीहरूले जोखिम नलाने जनौ घन्टी लाग्दा। अब जनौ घन्टी लाग्दा कहिलेकाहीँ 16-18 वटा मात्र मिल्न सक्छन्। जनौ घन्टी लाग्दा 16-15-18 वटा मात्र मिलेको हुनसक्छ, आफूले लागेको 16-15-18 वटा मात्र मिलेको हुनसक्छ। अब यो 16 वटा मिलेको मान्छेले अब बाँकी 5 मिनटमा बाँकी सबै गर्न सकिन्छ त? 34 वटा त्यो त सम्भवै छैन। त्यो त विद्यार्थी आफू पनि कन्भिन्स हुनु पर्यो नि। जनौ घन्टी लाग्दा 16-18 वटा मात्र मिलेको छ भने बाँकी त कन्भिन्सै हुनुपर्छ। सकिँदैन, त्यसपछि त्यो पढेर नि भ्याउँदैन र थपेर पनि थप्न सकिँदैन। 16बाट 25 थप्न त गाह्रै हुन्छ 5 मिनटमा। अब के गर्ने भन्दा एकछिन आँखा चिम्म गर्ने, लौ परमेश्वर, कुल देवता, माउली देवता, छिमेकी देवता, 33 कोटी देवी देवता सबै दाहिने पर्नु। यो वर्ष मैले नपढेर मैले अल्छी गरेर मैले बिगारेँ। अर्को कसम भगवान म सेकेन्ड पेपर खत्रै पढ्छु, अर्को वर्ष खत्रै पढ्छु, योचोटि चाहिँ पास बनाइदियो भन्ने। त्योभन्दा बढी भगवानलाई पुकार्न लाग्ने टाइम पनि हुँदैन फेरि। त्योभन्दा बढी भगवानलाई नसम्झिने, त्यति सम्झिने। त्यसपछि अब त्यहाँ चाहिँ फेरि एउटा अप्सन हानेर काम छैन। 16 वटा 15 वटा मिल्नेको एउटा अप्सन हानेर काम छैन। तिनीहरूले चाहिँ फरक अप्सन हान्नुपर्छ। एउटा अप्सनले भेट्दैन, फरक अप्सन। ए भाइ ए लाउने, डी यसो सम्झिने, लौ स्वयम्भू, ए पशुपतिनाथ रक्षा गर भन्ने एकदम फास्ट। फेरि पशुपतिनाथ भन्नु अगाडि गोलो लगाइसक्ने। पशुपतिनाथलाई सम्झिँदा 3-4 वटासम्म गोलो लगाएर भ्याउने। किनभने त्यो 34 वटा गोलो लाउने टाइम पनि पुग्दैन कि तपाईँसँग जनौ घन्टी लगाएर त्यो गनेर मैले यति थोरै मिलाएँ भन्दाखेरि तपाईँसँग 2-3 मिनटको समय त त्यो 34 वटा गोलो लाउँदै जान्छ। किनभने गोलो पनि हामीले ध्यान दिएर लाउनु पर्ने हुन्छ। गोलो लाउँदा पनि त ध्यान दिनु पर्यो नि त। गोलो पनि केही फटाफट टिक लाउने होइन। यसरी तपाईँले 34 वटा गोलो लाउँदा त्यो 3 मिनटको समय पनि पुग्दैन। फास्ट गोलो लाउँदाखेरि पुग्दैन। लौ स्वयम्भू भन्दासम्म 3टा लागिहाल्ने। कुल देवता परमेश्वर भन्ने लाउने। माउली देवता कहाँ छ, यो चोटि चाहिँ रक्षा गर, अर्को चोटि चाहिँ म छु भन्ने। अरू केही चाहिँदैन, परमेश्वर
भन्ने यसरी गोलो लाउने एकदम फास्ट गोलो लाउने त्यो फास्ट गोलो लाउन नि भ्याउनु न लेखेर राख्नु न पर्सि थाहा भइहाल्छ नि शनिबार टाइम पुग्दैन कि अब्जेक्टिभ क्वेसनमा फर्स्ट पेपरमा टाइमै पुग्दैन यो टाइम जसले म्यानेज गर्यो त्यसले मात्र नाम निकाल्छ टाइम निकाल्न चाहिँ तपाईले मर्यादा गर्नुपर्छ इक्जाममा है ल यो काम गर्ने अब सर यति मैले यो भने है अब सर इक्जाममा चाहिँ कसरी टाइम म्यानेज गर्न सकिन्छ भन्दाखेरि टाइम म्यानेज गर्न सक्नलाई तपाईले सबैभन्दा फास्ट